हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल। आजको यो भिडियोमा म हजुरहरूलाई सजिलो वेमा लालीगुराँस फुल बनाउन सिकाउने छु। एउटा लालीगुराँस बनाउनको लागि सुरुमा हामीले यस्तो सानो सानो फुलहरू बनाउनु पर्छ। मैले रातो कलरको लालीगुराँस बनाउन लागेको भएर मैले रेड कलरमा एक्रिलिक धागो लिएकी छु र यसलाई मिन्ने 3.25 mm को कुरुस लिएकी छु। सुरुमा चाहिँ हामीले म्याजिक रिङ बनाउनु पर्नेछ। म्याजिक रिङको लागि चाहिँ मैले भिडियोमा देखाए त्यसरी हजुरहरू बनाउन सक्नुहुन्छ र यो म्याजिक रिङ पछि चाहिँ दुईवटा चेन बनाउनु होला। पहिला सुरु 1 भइगयो अनि त्यसपछि 2। दुईवटा चेन बनाइसकेपछि अब हामी डबल क्रोसेट बनाउने छौं। डबल क्रोसेट चाहिँ हामीले यो रिङ भित्र 5 वटा डबल क्रोसेट बनाउँछौं। 1 2 3 4 5 गरी यो राउन्डमा चाहिँ हाम्रो 5 वटा डबल क्रोसेट हुन्छ। यो म्याजिक रिङलाई क्लोज गर्नको लागि धागोलाई हामी यसरी तानेर टाइट गर्नुपर्ने छ र यो राउन्ड 1 लाई क्लोज गर्नको लागि हामीले फर्स्ट डबल क्रोसेटमा हामी स्लिप स्टिच गर्छौं र स्लिप स्टिच पछि फेरि पनि दुईवटा चेन तान्ने। हामी चाहिँ यो सेकेन्ड राउन्डमा आइपुग्यौं। सेकेन्ड राउन्डमा हामी कुनै पनि इन्क्रिज गर्दैनौं। एउटा स्टेजमा एउटा डबल क्रोसेट गरेर यसमा पनि हाम्रो टोटल 5 वटा डबल क्रोसेटै हुन्छ। यो राउन्डलाई क्लोज गर्नको लागि सेम हामीले राउन्ड 1 मा गरे जस्तै नै फर्स्ट डबल क्रोसेटमा स्लिप स्टिच गर्ने अनि त्यसरी नै स्लिप स्टिच पछि दुईवटा चेन बनाउने र हामी राउन्ड 3 मा चाहिँ हामी इन्क्रिज गर्ने छौं। र इन्क्रिज चाहिँ हामी एउटा स्टेजमा दुईवटा डबल क्रोसेट बनाउँछौं। 1 2 1 भयो अनि 2 गरेर एउटा स्टेजमा दुईवटा डबल क्रोसेट गरेर राउन्ड 3 मा चाहिँ टोटल 10 वटा डबल क्रोसेट हुन्छ। स्लिप स्टिच पछि चाहिँ हामी राउन्ड 4 मा पनि दुईवटा चेन बनाउँछौं र यसमा चाहिँ हामी कुनै पनि इन्क्रिज गर्दैनौं। यसमा चाहिँ एउटा स्टेजमा एउटा डबल क्रोसेट गरेर 10 वटा डबल क्रोसेट हुन्छ। कुनै पनि इन्क्रिज हुँदैन यो राउन्डमा। हामी इन्क्रिज गर्ने भनेको चाहिँ राउन्ड 3 मा मात्रै हामी इन्क्रिज गर्छौं। राउन्ड 4 लाई हामी क्लोज गर्नको लागि सेम त्यसरी नै स्लिप स्टिच गरेपछि दुईवटा चेन तान्छौं र अब यसलाई चाहिँ अर्को साइडमा फर्काउँछौं। अब चाहिँ हामी फ्लावरको यो पेटल बनाउँदै छौं। त्यसको लागि चाहिँ हामी यो उल्टो साइडमा चाहिँ हामी बनाउने छौं। त्यस सुरुमा चाहिँ हामी यो चेन 2 गरेको स्पेसमा चाहिँ एउटा हाफ डबल क्रोसेट, एउटा डबल क्रोसेट अनि एउटा ट्रिपल क्रोसेट बनाउने छौं। यो चाहिँ हामी एउटै स्टेजमा 3 वटा बनाउने हो र त्यसपछि अर्को स्टेजमा चाहिँ ट्रिपल क्रोसेट अनि डबल क्रोसेट अनि हाफ डबल क्रोसेट गरेर फेरि यसमा पनि एउटै स्टेजमा 3 वटा बनाउने। र फेरि पनि दुईवटा चेन बनाउने 1
2 गर्ने अनि फेरि त्यही हामी सेम स्टेजमै हामी स्लिप स्टिच गर्छौं अनि स्लिप स्टिच पछि फेरि पनि 2 वटा चेन बनाउने। यसरी नै सेम प्याटर्न फलो गरेर अर्को स्टेजमा एउटा हाफ डबल क्रोसेट, डबल क्रोसेट अनि एउटा ट्रिपल क्रोसेट अनि फेरि नेक्स्टमा ट्रिपल क्रोसेट, डबल क्रोसेट अनि अर्को हाफ डबल क्रोसेट अनि चेन 2 स्लिप स्टिच अनि फेरि चेन 2 गर्दै हामी यसरी नै फ्लावरको प्याटर्न बनाउँछौं। हाम्रो चाहिँ यसमा चाहिँ टोटल 5 वटा पेटल्सहरु बन्छ फ्लावरको। फ्लावर्सको पेटल्सहरु बनेपछि चाहिँ हाम्रो फ्लावर यस्तो देखिन्छ। मैले चाहिँ एउटा लाली गुराँस बनाउनको लागि 9 वटा यस्तै सानो सानो फ्लावर्सहरु बनाए। तपाईहरु आफुलाई कतिको ठुलो लाली गुराँस बनाउन मन लाग्छ त्यस्तै बनाउन सक्नुहुन्छ। अब चाहिँ हामी यो लाली गुराँसको बर्ड्सहरु बनाउँछौं। यो बर्ड्स बनाउनको लागि चाहिँ म टिस्यु पेपर र एउटा कालो कलर लिन्छु। टिस्यु पेपरलाई चाहिँ यसरी नै हाफ फोल्ड गर्ने, हाफ फोल्ड गरेर यसमाथि चाहिँ म यो वाटर कलर हो, यो चाहिँ यसलाई चाहिँ म वाटर कलर चाहिँ यसको माथिको टुप्पा टुप्पामा मात्रै लगाउँछु र लगाइसकेपछि केही बेर चाहिँ म यसलाई सुक्नलाई छोड्दिन्छु। टिस्यु पेपर चाहिँ सुकिसक्यो। अब चाहिँ यसलाई चाहिँ हामीले सानो पिसमा कट गर्नुपर्छ। यसलाई चाहिँ माथिपट्टिकोमा चाहिँ थोरै ग्याप छोडेर यसरी मैले भिडियोमा देखाए त्यसरी नै कट गर्ने र कट गरिसकेपछि हातले चाहिँ बटार्नु पर्छ। बर्ड्स पनि रेडी भयो। बर्ड्स रेडी भएर यस्तो देखिन्छ र बर्ड्सको लागि चाहिँ एउटा वायर पनि चाहिन्छ। यसलाई चाहिँ मैले हट ग्लुले टाँस्दै छु। अब चाहिँ यो बनाएको बर्ड्सहरु चाहिँ हामीले सुरुमा बनाएको फ्लावरमा राख्नुपर्छ। यसलाई चाहिँ सबै फ्लावरहरुमा 1 बाइ 1 राखेपछि लाली गुराँसको सानो फ्लावरको पार्टहरु चाहिँ रेडी भयो। अर्को भिडियोमा चाहिँ म हजुरहरुलाई लाली गुराँसको पातहरु बनाउन सिकाउने छु अनि त्यसमा चाहिँ म लाली गुराँस अट्याच गरेर पनि देखाउने छु। Thank you for watching everyone. Stay tuned for the next part. Thank you so much.